वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। आषाढ 9 गतेका दिन यस पोखरा महानगरपालिका वार्ड नम्बर 14 मसिना निवासी ज्येष्ठ नागरिक विनोद केन्द्रका सिनेडाँडाका संस्थापक सञ्चालक र आजीवन सदस्य एवं यस संस्थाका संस्थापक सदस्य श्री जगन्नाथ तिल सिन्हाको 67औं वसन्त पुरा गरी 68औं वसन्त प्रवेश गरेको जन्मोत्सवको पावन अवसरमा निजको दीर्घायु सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ। ज्येष्ठ नागरिक मिलन केन्द्र यो मिलन केन्द्रको इलाकाबाट उहाँलाई हामीले यो एउटा शुभकामना व्यक्त गऱ्यौँ। कार्यक्रमलाई कुनै पनि औपचारिक कार्यक्रममा लैजानको लागि अध्यक्षताको आवश्यकता पर्ने भएको हुनाले यसै ज्येष्ठ नागरिक मिलन केन्द्रका आजीवन सदस्य तथा यस संस्थाका सदस्य श्री रेश्मीराज लम्सालज्यूलाई आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने यसै गरी आजका प्रमुख आकर्षक यस संस्थाका संस्थापक तथा यस ज्येष्ठ नागरिक मिलन केन्द्रका सचिव श्री जगन्नाथ तिमिल सिन्हाले प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। साथै उहाँको धर्मपत्नी श्री अम्बिका तिमिल सिन्हाज्यूले पनि आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। विशेष अतिथिमा यसै पोखरा महानगरपालिका वार्ड नम्बर 14 का वार्ड सदस्य श्री कृष्णहरि काफ्लेज्यूले विशेष अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। साथै यसै पोखरा महानगरपालिका वार्ड नम्बर 14 वार्ड सदस्य श्री गोपाल प्रसाद सापकोटाज्यूले पनि विशेष अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यसै गरी वार्ड नम्बर 14 पोखरा महानगरपालिका वार्ड नम्बर 14 का वार्ड सदस्य श्री तनुजा सिकेजीले पनि अतिथिको आतिथ्यता ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। यसै गरी म ज्येष्ठ नागरिक मिलन केन्द्रका सम्पूर्ण महिला दिदी बहिनीहरूको तर्फबाट मैले एकजना दिदीलाई दिलमाया बरालज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। पोखरा महानगरपालिका वार्ड नम्बर 14 सिनेडाँडाको आजीवन सदस्यहरूको तर्फबाट एकजना पुरुष बेननाथ बराल पोखरेलज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। संगीता पन्थीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन
म अनुरोध गर्दछु। यतिले है समितिलाई जगन्नाथ मिसिनाजीको ठुली दिदी स्यानानीले पनि अतिथिको आसन ग्रहण गरिदिनु र म अनुरोध गर्दछु। अब कार्यक्रमलाई हामी ढिलो नगरिकन हाम्रो यस ज्येष्ठ नागरिक मिलनकेन्द्रका ज्येष्ठ नागरिक सञ्जीव सरोज र यिनीहरूलाई विदेशमा भएको हुनाले यहाँ उपस्थित हुनु भएको छैन र नातिहरू सपन सायन र सायस दुईजनाले पनि अतिथिको आसन ग्रहण गरिदिनु न। अनुज र आयुष दुईजनाले पनि अतिथिको आसन ग्रहण गरिदिनु न अनुरोध गर्दछु। यसै गरी म कार्यक्रमलाई ढिला नगरिकन आजका सभाध्यक्ष ज्यूले शुभकामना जन्मोत्सवको शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुन, स्वागत मन्तव्य व्यक्त गरिदिनु हुन हाम्रो यसै ज्येष्ठ नागरिक मिलन केन्द्रका आजीवन सदस्य लक्ष्मी लम्सालज्यूलाई म शुभकामना मन्तव्य गरिदिनु हुन। यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू तथा यस ज्येष्ठ नागरिक मिलन केन्द्रका सम्पूर्ण बुवाआमा दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार गर्न चाहन्छु। साथै वडा सदस्यज्यूहरूलाई पनि नमस्कार भन्न चाहन्छु। र यस आज यो ज्येष्ठ नागरिक मिलन केन्द्रमा हाम्रा अति प्यारा आदरणीय दाजु जगन्नाथ तिमल सिन्हाज्यूको आज जन्मदिन परेको हुनाले यहाँ हामी सबै उपस्थित भएर जन्मदिन मनाइरहेका छौँ। उहाँलाई मुरी जन्मदिनको मुरी शुभकामना भन्न चाहन्छु। र यस जन्मदिनमा हाल्नुभएका सम्पूर्ण बुबाआमा दाजुभाइ दिदीबहिनीहरूलाई अब कति व्यस्तताको बावजुद पनि यहाँ दाजुको जन्मदिन भनेर पाल्नु भएको छ, उहाँहरूलाई स्वागत गर्दै र अबका दिनहरू हाम्रो आदरणीय दाजुको एकदम हर्ष उल्लासमय वातावरणमा बितोस्, दाई चिरञ्जीवी रहनु र यस्तै हँसिलो हामीलाई हँसाउने सबैको प्यारो अत्यन्तै प्यारो हाम्रो दाजुको दिन सधैँभरि यस्तै भएर बितोस् हार्दिक शुभकामना भन्दै फेरि पनि यहाँहरूलाई स्वागत गर्दै मेरो मन्तव्य यहीँ अन्त्य गर्छु। हस्त धन्यवाद। अब म आजको प्रमुख यस कार्यक्रमको सभापतिज्यूले अबिर लगाएर हाम्रो आजका प्रमुख व्यक्तित्वलाई अबिर लगाएर फुल दिएर दिन नमस्ते। सम्पूर्ण देवी देवताहरूले चिरञ्जीवी सुस्वास्थ्य दीर्घायु कामना गरौँ। देवी देउराली माताहरूले रक्षा गरौँ। तापालाई संस्कृतमा भने पनि त्यही हो, नेपालीमा भने पनि त्यही हो। दीर्घजीवी रहनु होला, स्वस्थ रहनु होला, मस्त रहनु होला, एकदम मस्त। जन्मोत्सवको शुभकामना मन्तव्य दिनको लागि यसै संस्थाका आजीवन सदस्य श्री देवनाथ पोखरेलज्यूलाई म अनुरोध गर्दछु। धन्यवाद। कार्य सञ्चालक सरज्यूलाई, आदरणीय आज सभाका सभापति र प्रमुख अतिथि र यसबाटका सम्पूर्ण समाजसेवी सदस्यज्यूहरू र यस केन्द्रका आजीवन सदस्य तथा अन्य सहभागी भक्तजनहरू, आज हामीहरूले हाम्रा यस केन्द्रका संरक्षक, हाम्रा सहयोगदाता भन्यो भने केन्द्रका प्रमुख पिता उहाँको
68औं वर्ष पुरा भई 69औं वर्षमा प्रवेश गरेको यस 67 वर्ष पुरा गरी 67 वर्षको वसन्त पुरा गरी 68 वर्षको वसन्तमा प्रवेश गर्नुभएकोमा आज गए शुभ दिनको लागि शुभ दिनमा सबभन्दा पहिला त म मेरो परिवारबाट मेरो तर्फबाट यहाँहरूको भविष्य उज्जवल तथा सुस्वास्थ्य दिएको कामना गर्छु। उहाँहरूको अवश्य आजका दिनहरूभन्दा अझ हाम्रा दिनहरू तयार हुन् सफल हुन्। उहाँको परिवारमा कहिले पनि आँट नराउन खाउनु हुने उहाँलाई नराम्रो हुन्छ उहाँ नराम्रो हुनु नै हाम्रो नराम्रो हो। तर उहाँको हृदय उज्जवल भइराख्यो भने हामी पनि बुझिरहन्छौँ। उहाँ त एउटा राम्रो समाजसेवी व्यक्तित्व हुनुहुन्छ। उहाँले समाजको भनेको हिरिका प्राण गर्ने बेलामा खाना पनि नलाने घरमा काचा पनि नलाउने कपडा पनि राम्रोसँग नलगाउने र काम मान्छे मरिहत्या गर्ने र समाजमा जसरी दर्शित हुने मैले बेहोरी मन थाहा पाएँ। म त चारपाँचमा उहाँसित सहभागी हुने अवसर पाएँ। हामीहरूको सबै काम जहाँ हामी जाता गएर हामी मान्ने जाने काम जस्तो हामी कोर्ट देखाउनु काम उहाँ पनि हामीले कुनै किसिमको भाग सहभाग लिन पाएको मौका पाएको थिएनौँ। तै पनि हामीले नाम दर्ता गराएर सहभागी हुनु पाउँदा हामीलाई सबै धन्यवाद पुरस्कृत गरिदिएर अझ हाम्रो पत्रकार त्यस्तै गाउँमा जाँदा त्यस्तै भयो त्यस्तै ठाउँमा जाँदै हामीले जहाँ सम्मान पाएका छौँ त्यो तपाईँ उहाँको देन हो। त्यसो भएर हामीले आज उहाँको यस्तो दिन मनाउनु पाउँदा हामी साह्रै हर्षित खुसी छौँ र आजको यस दिनमा उहाँहरूको अब हुने दिनहरू सफल हुन् राम्रो होस् र परिवार सधैँ अटल रहिरहोस् भन्ने यही म फेरि पुनः उहाँलाई हार्दिक हार्दिक मङ्गलमयको शुभकामना गराउँछु। जय होस् जय होस्। धन्यवाद हाम्रो बेनाथजीले ज्येष्ठ नागरिक कल्याण केन्द्रको तर्फबाट यहाँ उहाँको दिन र उहाँले गरेका कार्यहरूको एउटा उल्लेखनीय योगदान रहेको भन्दै आफ्नो भनाइलाई विश्वास गरिरहेको छ। त्यसै गरी म हाम्रो पोखरा महानगरपालिका वार्ड नम्बर 14को तर्फबाट शुभकामना मन्तव्य राखिदिनु हुन कृष्णरानी काफ्लेज्यूलाई म सञ्चालकज्यू यो अनौपचारिक कार्यक्रमका सभाध्यक्षज्यू आजका आकर्षक ज्येष्ठ नागरिक मिलन केन्द्रका संस्थापक अध्यक्ष एवं सचिव यो परिवारका लागि हर्ष उमङ्ग बनाउन र भजन कीर्तन हरेक भ्रमणको दायित्व लिएर आफ्नै दाजुभाइ आमा बुवा सम्झेर भ्रमण गराउनु हुने र रोमान्टिक रमाइलो गराइदिनु हुने आजका आकर्षक र 67 वर्ष पार गरेर 68औं वर्षमा प्रवेश गर्नुभएका आदरणीय दाजु जगन्नाथ मिल्सिनाज्यू र आद्याज्ञ भाउजू आधा अंश लगाउने प्यारी भाउजू र सम्पूर्ण मेरो वडा सहकर्मी साथीहरू र सम्पूर्ण आमा बुवाहरूलाई यो आजको जन्मोत्सव कार्यक्रमको मेरो व्यक्तिगत तर्फबाट र पोखरा महानगरपालिका वार्ड नम्बर 14 को तर्फबाट यहाँहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु र उहाँलाई आजका दिनसम्म पनि हर्ष उल्लासका साथहरू कार्यक्रमहरू गर्दै आउनुभएको छ। यहाँहरूलाई मनोरञ्जन गराउँदै आउनुभएको छ। विगत वर्षहरूमा हामी पोखरा महानगरपालिका वार्ड नम्बर 14 मा तपाईँहरूको अमूल्य मतबाट मत पाएर हामीलाई विजय गराएर वडा कार्यालयमा प्रवेश गराउनु भएको थियो। त्यस पश्चात आमा बुवाको सम्मानको लागि ज्येष्ठ नागरिकलाई चाहिँ एउटा सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न ठाउँहरूमा हामीले ज्येष्ठ नागरिक केन्द्रहरू खोल्दै गइरहेका छौँ र यो कार्यलाई पनि यसलाई व्यवस्थित गर्नको लागि भनेर बजेट विनियोजन गराएका छौँ। यो वर्ष पनि हामीले विनियोजन गर्ने जमर्कोमा छौँ र यहाँहरूले धेरै घरमा बसेर दिनभरि समय चाहिँ गुजार्नु पर्ने भन्दा यहाँ आएर प्रवचनको कुराहरू यहाँ आएर भजनका कुराहरू गर्नको लागि आदरणीय आजका आकर्षक व्यक्तित्व जगन्नाथ मिल्सिनाज्यूले अगुवाई गरेर यहाँहरूलाई धेरै भरपुर मनोरञ्जन दिलाउनु भएका छ। यी दिनहरू सदैव अझै आइरहेको र 84 वर्षसम्मको पूजामा यहाँलाई सहयोग हुन पाइयोस्। उहाँको उत्तर प्रगति र उहाँको घर परिवारमा सुख शान्ति आउन जानुहोस् भन्ने कामना सहित मेरा भनाइहरू यही अन्त्य गर्छु। मैले
आजका प्रमुख आकर्षक श्री जगन्नाथ मिसिनाज्यूको यो 67औं वसन्त पुरा गरी 68औं वसन्त सुरुवात भएको अवसरमा उहाँको मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै मैले उहाँको सदा सुखी र सदा खुसी र सबैलाई हौसला दिने प्रेरणा सदा ईश्वरले प्रदान गर्नु भन्दै मेरा भनाइलाई केही भन्ने गर्छु र म फेरि पुनः आजको कार्यक्रमलाई कार्यक्रमका प्रमुख आकर्षक यसै संस्थाका संस्थापक सचिव श्री जगन्नाथ सिंहजीलाई म आफ्नो भनाइ राखिदिनुहुन विनम्र अनुरोध। ज्येष्ठ नागरिक मिलन केन्द्रद्वारा आयोजित यो जन्म दिनको शुभकामना आदान प्रदान कार्यक्रमका सभाध्यक्ष हाम्रो ज्येष्ठ नागरिक मिलन केन्द्रका आजीवन सदस्य आदरणीय बुवा रेशमलाल लम्सालज्यू, यस कार्यक्रमलाई असाध्यै रोमाञ्चक बनाएर सञ्चालन गर्ने मेरो गुरु संस्थाका सहसचिव दुर्गादत्त सुवेदीज्यू र हाम्रो छोटो यो कार्यक्रमलाई शोभा बढाइदिनको लागि मेरो छोटो जानकारी दिँदै र मेरो यो निमन्त्रणलाई सहर्ष स्वीकार गरेर पाल्नुभएका पोखरा महानगरपालिका वडा नम्बर 14 का वडा सदस्य आदरणीय कृष्णहरि काफ्ले, त्यस्तै आदरणीय वडा सदस्य गोपाल प्रसाद सापकोटा, आदरणीय मन्त्री लक्ष्मीको रुद्रज्यू, आदरणीय छोरी नै भन्छ, हाम्रो नाता पनि भयो छोरीको हो, आदरणीय छोरी कनुगा सिद्धे थापाज्यू र यस कार्यक्रममा मेरो अर्धाङ्गिनी होइन मेरो अर्धाङ्गिनी अमिका केमल सेना, मेरो जस्ता सुकै कदमलाई पनि सधैँ कानमा थापेर सफल बनाउने मेरो छोरी र सबै तपाईँहरू मेरा आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, म यहाँहरूको सेवाको लागि जहिले पनि समर्पित हुँदै आएको म त के अरे एउटा कुरा त मात्रै हो, पण्डित सबै हजुरहरू हो, तपाईँहरूले मेरो कुरो मानेर यहाँ चाहिँ जुन गतिविधि छ यसलाई एकदम सफल बनाउन पाल्नुभएको छ। तपाईँहरू सबै कुरामा प्रति म एकदम हृदयको अन्तस्करणबाट हार्दिक नमन अर्पण गर्न चाहन्छु। त्यस्तै हाम्रो ज्येष्ठ नागरिक मिलन केन्द्र यहाँ हुनुपर्छ जगन्नाथजी भनेर जो कल्पना गर्नुभयो हाम्रो पोखरा महानगरपालिका वडा नम्बर 14 का वडा अध्यक्षज्यू आज उहाँको विशेष कारणले चाहिँ उपस्थित हुन सक्नु भएन। उहाँलाई पनि म मेरो हृदयको अन्तस्करणबाट हार्दिक कृतज्ञता अर्पण गर्न प्रतिनिधिज्यूहरू, वडाका हाम्रा कर्मचारी आदरणीय भाइ बहिनीहरू सबैप्रति म हृदयको अन्तस्करणबाट हार्दिक कृतज्ञता अर्पण गर्न चाहन्छु। र यहाँले मेरो जन्मदिनलाई यस्तो भव्य सभ्य बनाएर जुन बनाइदिनु भयो र हामीले सबै बुवाआमाको जन्मदिन यसरी नै मनाइरहेका थियौँ। आज साह्रै दुःखको कुरो, मेरो त्यो प्रेरणाका स्रोत आदरणीय बुवा गोविन्द प्रसाद पोखरेलज्यू र आमा उपस्थित हुन सक्नु भएन। अब म बुवाको एकदम शीघ्र स्वास्थ्य लाभको पनि म कामना गर्छु। बुवाले मलाई बिहानै चाहिँ आशीर्वाद दिनुभएको थियो, हजुरहरू सबैको आशीर्वाद लागोस् र यसरी नै वर्षौँ वर्ष सबैका खुसियालीले चाहिँ जन्मदिन मनाउन सकियोस्। र आदरणीय हाम्रो नानी बहिनी पनि आउनुभएको छ, उहाँलाई हार्दिक सम्मान अर्पण गर्न चाहन्छु। र हामीले केही प्रसादहरूको पनि व्यवस्था गरेका छौँ र सबैले प्रसाद ग्रहण गरेर गइदिनु भयो भने मात्रै यहाँहरूले चाहिँ मेरो लागि खुसी मनाएको चाहिँ मलाई अनुभूति भनेको छ। सबैले प्रसाद ग्रहण गरेर पनि गइदिनु होला र पुनः यहाँहरू सबैले मेरो भव्य रूपमा यो जन्मोत्सव मनाइदिनु हो, यसको लागि म यहाँहरूप्रति सधैँ ऋणी छु र भगवानले यहाँहरूको सधैँ सेवा गर्ने शक्ति ममा प्रदान गर्नु र बुवा आमाको सधैँ अब यसमा हाँस्य देख्न पाइराखो कुनै भगवानसँग मैले चाहिँ आशिष माग्दै मेरो भनाइ यहाँ अन्त गर्छु। हस्त नमस्कार, धन्यवाद। आजका प्रमुख आकर्षक व्यक्तित्व आज यस विशेष जन्मोत्सव कार्यक्रमका प्रमुख आकर्षक
हाम्रो जगन्नाथ किरण सिंहलाई तपाईँले यहाँ फुलमाला दिनुहोस् र हाम्रो बालकृष्ण शर्माज्यूले खाना लगाएर हाम्रो विशिष्ट अतिथिज्यूलाई टिका लगाइदिनु हुन म अनुरोध गर्दछु। दीर्घायु भए चिरञ्जीवी दीर्घायु भए निरोगी भएर बाबु मान्छेले भनेर 84 हेर्न पाऊँ भनेपछि जीवन एकदम 100 वर्ष आयो र बुढाबुढीसँग फुलदिनी हो हामीले धेरै अघि लगाइदिनु न ट्याक्क फुलदिनी अनि शुभकामना दिने त ओहो माइजू चट्ट एउटा हुन्छ नि एउटा के त हजुर सुन्दरी काक्ष मङ्गलाय तनु हरि भोग गर्नुपर्छ मिल्दैन भयो भयो ल भोलि गर्नु होला एकदम ठिक छ ल यहीँ मनामला नि अन्छु अब 8 वर्ष छ गान्छु 50औं वर्षको 7 वर्ष रमाइलो गरोस् बल्ल खान पाइन्छ 8 वर्ष बहिनी कृष्ण यसो प्रसाद लिएर है खाना खाएर जानुपर्छ हजुर आज बोल्न दिइरहेको
पढ्दा मात्रै हो पण्डित त हजुरले खाँदै होइन अनि यता सबैजना यही होइन ल ठिक छ अनि यहाँ समापन गरेर प्रसाद खानलाई हजुर प्रसाद खाएर यहाँ समापन ह्याप्पी बर्थडे मामा श्री रमाइलो हजुरलाई पनि ह्याप्पी बर्थडे एउटा फोन जन्मदिनको आएको छु र त्यसै क्रममा कार्यक्रम सञ्चालन गर्दा हताहतमा केही त्रुटि भएको भए म कार्यक्रम सञ्चालक यस ज्येष्ठ नागरिक केन्द्रको सहसचिव म तपाईँहरूसँग आजको कार्यक्रम समापन गरिदिनु आजका यस कार्यक्रमका सभाध्यक्ष रेसिमलाल भन्सालजीलाई म सबलाई मेरो यो क्या सुन्नु न फेरि अम्बिकालाई यसो पठाइदिनु नि त्यहाँ यसो सरो
खानु जनताको पर्यटकमा कसैलाई
जोगी बस्यो ध्यान कालीलेका कैलासमा जोगी बस्यो ध्यान कसले देला अति बुद्धि कसले देला ज्ञान कैलाशवासी शङ्कर सबको रक्षा गर कैलाशवासी शङ्कर शिव शङ्कर भगवानको